Welcome to you of vlog. Subscribe my channel. साथीहरु दर्शन नमस्ते। आज फेरि हामी पुनः उपस्थित भइरहेछौं। आज मेरो च्यानलमा चाहिँ मसँग चीफ गेस्टहरु हुनुहुन्छ कि उहाँहरु यहाँ विदेशमा आएर बुनाइमा हुनुहुन्छ। सबभन्दा पहिले त उहाँहरुसँग म परिचय गर्न चाहन्छु। भाइ नरेन्द्र मगर हजुर। नमस्ते, म तिमन थिङ। नमस्कार हजुर, म गणेश राई इलामबाट। नमस्कार, मेरो नाम चाहिँ निशान गुरुङ, म पनि इलामबाट। ल भाइहरुलाई एकदम मेरो चाहिँ युट्युब च्यानलमा हार्दिक स्वागत छ। हजुर, धन्यवाद। अब अनि विदेशको यात्रामा हजुरहरु यस पढ्दा पढ्दै आफ्नो उमेरमा दुईजना भाइहरु त नयाँ लगभग भर्खर 21 वर्ष मात्र पुगेको रहेछ। नयाँ पढ्दा पढ्दै चाहिँ विदेशको राम्रो कमाउँछु र राम्रो लाइफस्टाइल बनाउँछु भनेर यहाँ आउनुभएको छ, बुनाइमा आउनुभएको छ। त्यसैले गर्दाखेरि म सबभन्दा पहिले त हाम्रो गणेश भाइलाई सोध्न चाहन्छु के कस्तो विदेशी यात्रा कस्तो भयो, यहाँ दुःख पीडा कस्तो भयो, हजुरले सम्पूर्ण हाम्रो दर्शक श्रोता समक्ष बताइदिनु हुन अनुरोध गर्दछु। यहाँहरु सबैलाई मेरो नमस्कार र हाम्रो दाइलाई पनि नमस्कार। सर्वप्रथम त यस च्यानल मार्फत सम्पूर्ण श्रोताबिन दर्शकबिनहरु समक्ष पुर्याउन सफल गराउनु हुने हाम्रो दाजुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो ब्रुनाईमा हामी नेपालीहरु श्रम गर्नका लागि नेपालबाट हामी आयौं। हामी स्पेशली हामी यो अहिले चाहिँ यहाँनिर घुम्नका लागि भनेर आयौं है। हाम्रो नेपाल सरकारले रोजगार सिर्जना नगरेको कारणले गर्दा हामी वैदेशिक रोजगारमा विदेशिन बाध्य भएका छौं। हामी नेपाली युवाहरू, विशेष गरी हाम्रो युवाहरूले नेपालमै पनि केही रोजगारको सिर्जना गरिदिएको थियो भने हामी नेपालमै बसेर हाम्रो घर परिवार, साथीभाइ, इष्टमित्र सँगै बस्ने, सँगै खाने, सँगै गर्ने, सँगै काम गरेर हामी बस्ने त्यो खालको वातावरण बनाइदिएको थियो भने हामीलाई अझ राम्रो हुने थियो। बाध्यता विशेष गरी गरिबीको कारणले गर्दा हामी हाम्रो बालबच्चा, हाम्रो घर परिवारलाई लालन पालनको लागि, पढाउनको लागि भनी हामी दुःख गर्नका लागि हामी परदेशमा आएका हौं। यसकारणले गर्दाखेरि हामी विशेष गरी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू स्पेशली ठगिने मेनपावरहरूबाट धेरै पैसा लिने अनि विदेशमा गएर अलपत्र पर्ने अवस्थाहरू पनि धेरै भइरहेको छ। र ल दाइ, हामी सुत्ने ठाउँ चाहिँ यस्तो छ है। हेर्नु यो खोजेर लिएर आएको। हामी चाहिँ यहाँ कति 8 जना छौँ। यी बढी ठाउँ यस्तो छ, दाइ सुत्ने ठाउँ पनि यस्तो छ, ओर्ने छैन, केही छैन। बुर्नाईको ल दाइ एक शब्द दास मच्छरले खाएर ओर्ने ओछ्याउने पनि छैन, सिराउने पनि छैन, झुलो छेर सुतिरहेको छौँ। दाइ एक दिएर शब्द दास यस्तो छ। यस्ता घटनाहरू पनि धेरै छन्। यसै गरी हामीहरू पनि यसै पीडामा र हामीहरू पनि धेरैजना नेपालीहरू यस्तै पीडित भएर बसिरहेका छौं र हामी पनि अब पनि हाम्रो पनि नेपाल सरकारले हारगुहार नमानिदिएको कारणले गर्दा यहाँको सरकारले पनि हामीले पनि हारगुहार गरिकन हामी पनि अब नेपाल फर्किने क्रममा छौं। हामी आफ्नै कारणले आफ्नै पैसा आफ्नै टिकट काटेर हामी फर्किन चाहिरहेका छौं। यसमा हाम्रो मेन पावर पक्षले पनि केही नबुझिदिएको नसुनिदिएको कारणले गर्दाखेरि हामी आफ्नै तौडले आफ्नै दौडधुपले आफ्नै प्रक्रियामा हामी फर्किन चाहन्छौँ। र यसपालि हाम्रो दाइसँग भेट भयो। हामीले धेरैवटा ठाउँहरू घुम्यौँ, खुसी लाग्यो। पीडामाथि अलिकति मनोरञ्जनको लागि पनि घुमाउनु भयो, खुसी लाग्यो। 4वटा जिल्ला घुमाउनु भयो, विविध पार्कहरू घुमाउनु भयो। अनि स्पेशली अझ मलाई मन परेको चाहिँ यो देशकोमा कुनै पनि पार्किङ क्षेत्रमा पार्किङ शुल्क नलिने,
पर्यटकीय क्षेत्रमा शुल्क नलिने, विविध मठ मन्दिर पार्कहरूमा यसो घुम्नको लागि जाने, कुनै शुल्क नलाग्ने, कुनै खानेकुरामा कुनैदेखि लिएर सामानहरू खरिद बिक्री गर्दाखेरि ट्याक्स नलाग्ने स्वतन्त्र देश लाग्यो। मलाई एकदम खुसी लाग्यो। हस् त, धन्यवाद। धन्यवाद। हाम्रो गणेश भाइले एकदम जनमूलक र एकदम चेतनशील कुराहरू गर्नुभयो। जब हाम्रो सरकारले चाहिँ कुनै पनि मेन पावरमा या अरू देशमा चासोहरू नराखेको हुँदाखेरि, किनभने हरेक देशमा मेन पावरले अब जो भन्यो त्यही नै हुने देशमा आसन देखाएर राम्रो कमाइ हुन्छ भनेर आश्वासन देखाएर पठाउने, तर कुन चाहिँ कम्पनी कस्तो छ उनीहरूले एनालाइज अनुगमन नगरी नै पठाउने भएर हरेक नेपालीहरूले चाहिँ विदेशमा पीडा लिइराख्नु परेको छ। त्यसैले गर्दाखेरि चाहिँ उहाँहरू पनि एउटा पीडाको रूपमा होस्, कहिले भने 2024को सेप्टेम्बरमा नै यहाँ बनाइ आउनुभएको थियो, तर यहाँ यति लामो समय न काम न दाम केही नभएर चाहिँ अब उहाँहरू यहाँदेखि अन्तिम स्थिति चाहिँ आफ्नै देशमा फर्किनु हुँदैछ। त्यसैले गर्दाखेरि किनभने नेपाल सरकारले देशमै रोजगारको व्यवस्थापन यदि गर्यो भने नेपालमै राम्रो हुने हो, तर हाम्रो नेपाल सरकारले नगरेको कारणले अब देश भनेको बुनाइ एकदम राम्रो छ, शान्ति छ, अनि यो जताततै राम्रो ठाउँ छ, शान्ति छ, सुविधा छ। तर अब के छ भने हाम्रो मेन पावरले नै यहाँको कम्पनीहरू नबुझी, कुनै कम्पनी त्यस्तै अब पहिलेदेखि नै नभएको र यहाँदेखि मर्ज भएको त्यस्तो कम्पनीतिर पठाएपछि चाहिँ उहाँहरूले धेरै म समक्ष पनि हजुर पीडाको कुराहरू गर्नुभएको छ। उहाँहरू अहिले निकै पीडितमा हुनुहुन्छ। त्यसैले गर्दाखेरि उहाँको नेपाल सरकारदेखि र यता श्रम विभाग मेन पावरदेखि कतै पनि सुनवाई नभएर यहाँ बुनाइमा पनि लेबर कोडले सुनाइ गरेर उहाँहरूलाई चाहिँ चाँडोभन्दा चाँडो नेपाल पठाउने कोसिस गर्दैछ। त्यसैले गर्दा यो पनि राम्रो कुरो, किनभने चाँडै नै आफ्नो परिवारसँग उहाँहरू भेट्ने र नेपालमा केही गर्ने र बस्ने भन्ने उहाँहरूको अहिलेको प्लान छ। त्यसैले गर्दाखेरि सम्पूर्ण आउने नेपालीहरू पनि सतर्क हुनुहोला, किनभने मेन पावरले त डलर यति छ, उति छ, यति छ, यति ओटी हुन्छ, के हुन्छ भन्छ, तर किनभने हामी यहीँदेखि हामी यो चेतनामूलक कुरोहरू सन्देशहरू दिन चाहन्छौँ कि यहाँ ओटीहरू केही हुँदैन र पैसा के कसो छ के छ हामीलाई इनबक्समा कमेन्ट गर्नुहोला। हामी हजुरहरू समक्ष प्रतिक्रिया दिनेछौँ यहाँको विषयमा भन्दै म आज यता हाम्रो मिलन भाइलाई के कस्तो महसुस भयो? तिमी भाइ त फर्स्ट टाइम विदेश आएको पढ्दै अनि कस्तो महसुस भयो? नमस्ते दाजु। नमस्ते। नमस्ते हजुर। म त कस्तो लाग्नु, अब फर्स्ट टाइम विदेश आएको, अलिकति कम होला रमाउला भनेर आएको, गाह्रो हुँदो रहेछ विदेशी लाइफ। ल क्यामेरा केटा छ यहाँ यस्तोमा घाँस काट्न पाउनु त धेरै राम्रो नि, तर यो घाँस पो केले खाइसक्छ त्यही थाहा छैन। अनि कालिया यतै हान्नुपर्छ, यतै सिधा पहिले यतै सिधा हान्नुपर्छ। अब भोगियो थाहा पाइयो यस्तो हुन्छ भन्ने थाहा पाएपछि अलिकति सचेत भएर मात्र अर्को पनि कदम चाल्नेछु। अब यो देशमा त यस्तै भयो, नराम्रो भयो, बिग्रियो, टेन्सन छ, ठिकै छ। अर्को देश जाँदाखेरि अलि आफू पनि सचेत भएर आफूले प्रक्रिया कुन तरिकाले गर्नुपर्छ, राम्रो तरिकाले गरेर खोज तलास गरेर मात्र जानुपर्छ भन्ने बुझेँ। अब केही गरी अर्को देशमा यस्तै गरी अब दुःख त गर्नुपर्छ, दुःख गर्न जाँदाखेरि अलिकति राम्रोसित खोज तलास गरेर बुझेर यताउतिबाट बुझेर हाम्रो यस्तै दाइहरू हुनुहुन्छ यहाँ, दाइहरू सँगसँगै कुरा गरेर सल्लाह गरेर सरसल्लाहले मात्र जानुपर्छ भन्ने सबैजनालाई म भन्नेवाला छु। अब दाइहरूले यहाँ आएर त यस्तो दुःख पर्यो, चिन्ता थिए, तर दाइले आज भेट्नुभयो, दाइलाई धेरै रमाइलो लाग्यो, घुम्न पाइयो, राम्रो ठाउँ देखाउनु भयो, अलिकति कस्तो अर्थ भएन। ठिकै छ।
अब खुसी लागेको खबर खुसीको खबर हो यो धेरै खुसी लागेर आज फर्स्ट टाइम दाइहरूसँग घुम्न आएको छु अब यो देशमा आए पछि फर्स्ट टाइम हो यो म घुम्न निस्केको र दाइहरूलाई भेट्नु भएको एकदम रमाइलो लागिरहेको मलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो दाजुलाई थ्याङ्क यू भाइ ल हाम्रो मिलन भाइले पनि प्रतिक्रिया दिइसक्नु भएको छ किनभने अलिक जानेर बुझेर मात्र आउनुपर्छ किनभने हरेक सिपहरू सिकेर पढेर मात्र हुँदैन सिप स्किल चाहिन्छ त्यसैले गर्दा स्किलफुल भएर अनि त्यसमा साथसाथमा नेपाल सरकारले पनि हरेक पलमा हरेक ब्रान्चमा चाहिँ अनुमान गरेर चेक गर्नुपर्ने हुन्छ कस्तो देशमा कस्तो पठाउँदैछ कसरी इलिगल पठाउँदैछ कि अहिले जस्तै नेपालमा भिजिट भिसामा अब जस्तै पठाउने धेरै नेपालीहरू तर अनि भिजिट भिसामा पठायो उता वर्किङ काम पाउँदैन के पाउँदैन कति दुःख पाएको छ त्यसैले गर्दा यो कुरो पनि हामी यही मेरो च्यानल मार्फत नै हामी जानकारी गराउन चाहन्छौँ यसै गरी हामी आज हाम्रो भाइ पनि एक दुई शब्द निशान भाइले पनि एक दुई शब्द भनिदिनु हुन अनुरोध गर्दछु नमस्कार मेरो नाम चाहिँ निशान गुरुङ मेरो पनि दुःखदायीहरू भनेको यो दाई र भाइले भने जस्तै नै छ खोइ दाइ कति 7:30 भइसक्यो अहिलेसम्म आउँदैन गाडी बिहान 7 बजी ल्याएर छोडेको मान्छे अहिलेसम्म लिने 5 बजी ड्युटी सिधेको अहिलेसम्म आउँदैन किन मछली टोकेर मान्छे ढुट्टो भइसक्यो बिहान 6 बजी यहाँ ल्याएर छोडिदिन्छ लास्टमा अहिले के अरे अहिलेसम्म लिन आउँदैन 8 बजिसक्यो अहिलेसम्म लिन आउँदैन मछलीले मान्छे टोकेर ड्याङ्गो लाग्ने बेला भइसक्यो अहिलेसम्म लिन आउँदैन यस्तो छ पारा एसएमएक्स कम्पनीको हालत यस्तो गाडी लिन आउँदैन ऊ मान्छे कोही छरपट्टा रोडतिर छन् कोही हामी आज यहाँ काम गर्न आएको उसमा सबै लेपत्ता बनाएको छ मान्छेहरूलाई यहाँ यस्तै नै हुन्छ है बेला छोडिन्छ बेलुका टुङ्गो छैन है लिन आउँछ कि आउँदैन त्यो पनि ठेगान छैन एकदम कठिनाइ भयो विदेश आउनको लागि घर परिवार छाडेर आउनको लागि एकदम गाह्रो हुँदो रहेछ अब यसो भविष्य सोचेर आयो विदेश अब भविष्य सोचेर आउँदाखेरि यस्तो भयो अब के गर्ने अब हामी अब दाइहरूसँगै जानेछौँ घर यसो अब सल्लाह गरेर अनि यसो अब बसेको दिनमा हामी यहाँ दाइले घुमाउनु ल्याउनु भयो यो ठाउँमा कहिले नआएको कहिले नदेखेको ठाउँमा घुमाइदिनु भयो र घुमे पनि एकदम राम्रो ठाउँहरू थियो र धन्यवाद ल हाम्रो निशान भाइले पनि एकदम जानकारीमूलक कुरोहरू भन्नुभयो किनभने पढ्दै सानो उमेरमा विदेशमा कमाउँछु भनेर आउनुभयो अब भने जस्तो आफूले सोचेको जस्तो हुन सकेन त्यसैले गर्दाखेरि उहाँ पनि एकदमै अफसोस परिराख्नु भएको छ किनभने अब बुवा मम्मीहरूलाई कति सपनाहरू लिएर आएको थियो फर्स्ट टाइम आएको किन पढ्दै उहाँहरू दुईजना भाइहरू भनेको 21 वर्ष अहिलेसम्म फर्स्ट टाइम विदेश आउनुभएको त्यसैले गर्दाखेरि एकदम राम्रो देशमा आएर भनेर उहाँहरूले पनि गर्व गर्नुभएको थियो तर यहाँ यो चाहिँ भने जस्तो हुन सकेन त्यसैले गर्दाखेरि उहाँहरूले पहिलेदेखि नै धेरै यो आफूले भोगेको पीडाहरू नेपाल न्युज 24 मार्फत पनि उहाँहरूले दर्शाइसक्नु भएको थियो र पनि कोही सुनवाई आएन त्यसैले गर्दाखेरि नेपालको मेन पावर पनि यहाँ आएको थियो मेन पावरले पनि केही पनि उहाँहरूले गर्नु भएन त्यसैले गर्दाखेरि अब लास्ट अप्सनमा धेरै हाम्रो भाइहरूले मिहिनेत गरेर चाहिँ यहाँ लेबर कोर्टदेखि चाहिँ के छ भने उहाँहरू नेपालै जाने भन्ने कुरो फैसला भएपछि अब बिस्तारै उहाँहरू नै आफ्नै देश स्वदेशमा जानु हुँदैछ अनि हामी के छ भने यो छोटो समयमा मेरो च्यानल मार्फत सम्पूर्णलाई फेरि पनि जानकारी गराउन चाहन्छु कि हजुरहरू जानेर बुझेर मेन पावरको त्यो एडभर्टाइजको आधारमै नआउनु होला हरेक सिपहरू सिकेर राम्रो देशमा राम्रो त्यसको ब्याकग्राउन्ड अरू पहिले जानेहरूबाट पनि बुझेर पनि आउनु हुन हार्दिक अनुरोध गर्दछु भन्दै आज हामी चाहिँ अब हामी अझै हाम्रो गणेश भाइलाई एक दुई शब्द राखिदिनु हुन अनुरोध गर्दछु सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई वैदेशिक रोजगारको लागि जानु हुँदाखेरि
सर्वप्रथम त आफ्नो सिप आफ्नो स्किलद्वारा जाने हो, लेबर हेल्परमा जाने होइन। विशेष गरी काम सिकेर जानु होला, आफू जे काममा जान लाग्नु भएको छ त्यो काममा जानु होला, अनि तपाईँले कामको मूल्य पाउनुहुनेछ र कामलाई माया गर्नु होला। र हाम्रो काम भनेको भगवान् सो छोरा हो, हामीले काम गऱ्यो भने पैसा दिने हो। सबै देशमा खाडी मुलुक चाहे त्यो बुढ्नाइ होस्, जुनसुकै ठाउँमा आफ्नो स्किल देखाउने हो, आफ्नो पर्फर्मेन्स देखाएर आफ्नो पोजिसन अगाडि बढाउने हो। र स्पेसल्ली हामी त यहाँ त मेन पावरले 3.5 लाखदेखि 4 लाखसम्म जनै पैसा उठाएर हामीलाई पठाएको हो। विशेष गरी हामी 45 जनाको ग्रुप छौँ। हामी 1 नम्बर प्रदेशको, विशेष गरी 1 नम्बर प्रदेशको बढी मात्रामा छौँ। हाम्रो स्काई अफ द वर्ल्ड भन्ने मेन पावरले हामीलाई पठाएको हो। यहाँ स्काई म्याक्स कम्पनी चाइनिजको कम्पनीमा पठाएको हो। हामी आएको सेप्टेम्बर 16, सेप्टेम्बर 23 र 30 गरेर हामीलाई ग्रुपमा 45 जना पठाएको हो। हामीलाई आएको 1 महिनापछि मात्रै काम दियो। त्यस पछाडि काममा लाँदा पनि कहिले काम दिने, कहिले नदिने, कहिले पानी पर्दा आधा दिन हाजिरा लेख्ने, कहिले ड्राइभर बिरामी हुने, कहिले चाहिँ सामान नहुने। हामी काम गर्न आएको मान्छे हो, हामी काम गर्छौँ भन्दा। ल तपाईँ के गरिरहनु भएको छ दाजु? म घाँस काटिरहेको छु है। हामी हेर्नु घाँस काट्न खोलामा होइन त? घाँस काट्नु खोलामा। आज यो कुन यो मलेसियाको लास्ट मलेसिया बोर्डरको छेउमा यो लास्ट होइन त यो? हो हजुर, यो सिटी सेन्टर भन्छ यसलाई। सिटी सेन्टरमा चाहिँ यसो यो के भुइँसी पनि छ हजुरको? भैँसी छैन, यो चाइनाको होला। चाइनाको त्यो हो? हजुर। यता हाम्रो विमल सरको के गाई बस्तु के छ? गाई बस्तु भन्दा पनि दही मही पनि खानु दिँदैन, यसो घाँस मात्रै कटाउने हो हामीलाई चाहिँ। घाँस पैसा सेलरी बेला बेलामा पाइराख्नु भएको छ? यो यसो खाना चाहिँ अलिअलि दाल भात दिन्छ, पैसाको त कुरै नगरौँ। हो खान्छ, खाना त दिइरहेछ, खानामै काट्नु भइरहेछ। खै अब के गर्नु, अब त्यस्तै बाध्य। अनि यता हाम्रो जोगिराम सर हजुर केमा आउनु भएको थियो? आएको त ड्राइभरमा, के गर्ने हो, यहाँ त घाँस काट्न पो लगाइदिएछ चाहिने। यहाँ कच्चे ड्राइभर हो? हजुर, सानो गाडीको ड्राइभरमा आएको, यहाँ घाँस काट्नको ड्राइभर। अनि यो चाहिँ जे होस् हाम्रो रोडको घाँस लिने यस्तैमा साइड भेट्दो रहेछ, यस्तै घाँस काट्ने होइन? अनि अब साइड त पाउँदै नेपालले जान्दैन भनेर यसै गरेको होला। कहिले गु सोर्नेमा, कहिले नाली सोर्नेमा, हाम्रो त यस्तै तर छ नि जिन्दगी होइन? घाँस काट्नेमा। अनि यता हाम्रो सुरज राई कस्तो अवस्था भयो, फिल भइरहेछ तपाईँलाई घाँस काटेको उसले? हो मगर बुढा उहाँ चाहिँ उसले अहिले नाचिन्छ। जस यो मलेसियाको बोर्डर छेउमा घाँस काट्न यो रोडको छेउमा चाहिँ हामीलाई आज कतिजना ग्रुप गएको छौँ, हामी 9 जना ग्रुप। अब अर्को ग्रुप लिएर आउँदैछ होइन? गाडीहरू पनि हिँडेको देखाउनु, गाडीहरू हिँडिरहेको छ नि उता यसो सहर बन्दरमा। अब ड्राइभर बिरामी भयो, गाडी बिग्रियो, पानी पर्यो, त्यो हाम्रो सवाल रहेन। हामी काम गर्न तयार थियौँ, तर पनि बिचमा पैसा मन्थली भएन, पर डे हुँदो रहेछ यहाँ सबै ठाउँ। पर डे काम नदिएपछि हामीलाई धेरै दुःखदायी भयो, पीडा भयो। अनि 3 महिना 4 महिनासम्म हामीले काम गर्दा पनि हाम्रो तोकिएको रकम दिएन। 520 दिनको 520 भनेर पठाइएको थियो, त्यसमा हामीलाई पैसा दिएन। पर डे हुँदा मन्थली हामीलाई 15 दिन 16 दिन 18 दिनसम्म काम दिने, त्यसको जति भेट्छ त्यति दिने, खानाको कटाउने $135। त्यस पछाडि हामीले हाम्रो जति हाजिरा हुन्छ त्यति दिनु भनेर हामीले पुरा रिक्वेस्ट गर्दाखेरि 3 महिना 4 महिनासम्म पनि पैसा नदिएपछि, पर मन्थ पैसा नदिएपछि हामीले आफ्नो तरिकाले मेन पावरलाई हारगुहार गऱ्यौँ। यो भएन, यसो आएर समस्याको समाधान गरिदिनु होला भनेर भन्यौँ, तर मेन पावरले पनि सुनिदिएन। लेबर कोड श्रम विभागमा पनि हामीले उद्धार गरिपाउँ भनेर हालेका छौँ पेपर, त्यो पनि सुनवाई भएन। यहाँको लेबर कोडमा पनि हालेका छौँ हामीले, यहाँको लेबर कोडले अब पठाउने क्रम जारी छ, पठा भनेको छ, उसले क्रमबद्ध रूपमा पठाउँछु भनेको छ, पठाउँछ। हाम्रो सोचाइ, हाम्रो कामदाम बन्द भएको हाम्रो 4 महिना भयो। डिसेम्बरदेखि हाम्रो नोभेम्बर डिसेम्बरबाट तलब पनि दिएको छैन, हामीलाई खाना दिएको छ, काम दिएको छैन, दाम दिएको छैन। हामीले हाम्रै सेलरीमा टिकट काटेर पठाइदेऊ भनेर हामीले रिक्वेस्ट गरेका छौँ अन्तिम घडीमा। वास्तवमा उसको काम हो खासमा टिकट काटेर पठाउने, त्यही कारणले गर्दा हामीले पर्सनल इस्यु बनाएर हामी जाँदैछौँ। र
कहिले जान्छौँ त्यो थाहा छैन। तर हजुरहरू पनि यसरी नफस्नु होला, यति डलर हुन्छ डलरको प्रलोभनमा नफस्नु होला। डलर भनेर मात्रै हुँदैन, धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू फँसेका छन्, नेपाली दिदीबहिनीहरू पनि भर्खर उद्धार भएका छन्। अब हामी पनि क्रमबद्ध रूपमा हामी निस्किन्छौँ। हाम्रो साथीभाइहरू आफ्नै खर्चले आफ्नै घरबाट खर्च पठाएर टिकट काटेर 11 जना फर्किसकेका छन्। अब हामी पनि क्रमबद्ध रूपमा निस्किन्छौँ र स्पेसली बुझेर जानेर नयाँ कन्ट्री भनेर ठुलो देश भनेर राम्रो देश भनेर नभुल्नु होला। जुनै देशमा पनि कामको आधार समान हुन्छ, काम तपाईँहरूले सिकेर जानु होला। अब हजुरहरूले विभिन्न हाम्रो बाध्यता छ, विडम्बना छ, हाम्रो देशमा रोजगार छैन, रोजगारीको अवसर छैन। त्यो कारणले गर्दाखेरि हामी जानुपर्दा पनि जानेर बुझेर जानु होला। सबै दलालहरूको हातमा नपर्नु होला। विशेष गरी पैसा तिर्ने बेलामा हजुरहरूले अनलाइन गर्नु होला, अनलाइन क्युआरबाट पेमेन्ट गर्नु होला। भोलि पक्रिनको लागि सजिलो हुन्छ, भोलि हामी फर्किन जानको लागि सजिलो हुन्छ। क्यास पेमेन्ट नगर्नु होला मेन पावरहरूलाई पेमेन्ट गर्दा। र कुन देशको लागि कति खर्च लाग्छ भनेर अगाडि नै थाहा हुनु होला। अनि विज्ञापनको पछि नलाग्नु होला। विज्ञापन जसले पत्रिकामा, एफएममा, मोबाइलमा, फेसबुकमा दिन्छ त्यसको एलटी नम्बर हेर्नु होला। त्यसको लट नम्बर श्रम मन्त्रालयले दिएको हुन्छ, त्यो लट नम्बर हेर्नु होला। त्यो लट नम्बर श्रम मन्त्रालय अनुमति दियो भने त्यो चाहिँ डिमान्ड पेपर राम्रो हुन्छ र भएको हुन्छ। कतिपयले डुप्लिकेट निकालेर अनि अहिले विशेष गरी युरोपियन कन्ट्रीहरूको लागि जाँदाखेरि वर्क पर्मिट खस्यो भनेर वर्क पर्मिट एकजनाले एउटा वर्क पर्मिटले कपी गरेर धेरैजनालाई मान्छेलाई फसाइरहेको छ। तर वर्क पर्मिट गर्यो भनेर पेमेन्ट नगर्नु होला। सबै कुरा बुझेर जानेर गर्नु होला। नयाँ भाइहरू त ठिकै छ, हामी पुरानो मान्छेहरू पनि डलरको प्रलोभनमा फसेर हामी बिग्रियौँ। हामी पहिला पनि गएर आएको मान्छेहरू यतिखेर भनेको कमाएर यसो 1-2 पैसा कमाएर बालबच्चा घर परिवारसँग टाढिएर खुसी राख्नको लागि हामी यसरी परदेशमा आएका छौँ। विगत 9 महिनादेखि हामी एकदम विवश छौँ, विडम्बना छौँ। घर परिवार आफन्तजन न अरूलाई खुसी, घर परिवारलाई खुसी राख्न सकियो, न आफू खुसी रहन सकियो। यस कारणले गर्दा सबै कुरा जानेर बुझेर गर्नु होला। अब अन्त्यमा हाम्रो दाइलाई हामी यस्तो पीडामा रहेको कारणले पीडित भएको हिसाबले पनि यहाँको 4वटा जिल्ला, ब्रुनाईको 4वटा जिल्ला घुमाउनु भयो, खुसी लाग्यो। धेरै पटक गरेर आज पनि हामी आएका छौँ, घुमेका छौँ, रमाएका छौँ। भित्र मनमा जे जस्तो भए पनि बाहिरी रूपमा भए पनि हाँसेका छौँ, खुसी लागेको छ। दाजुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र यसमा हजुरहरूले यो च्यानल मार्फत तपाईँलाई जानेको लागेको कुराहरू तपाईँलाई सोध्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। हामी हजुरहरूलाई इनबक्स गर्नुहोला, हामी रिप्लाई दिनेछौँ। र यो च्यानललाई हजुरले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला, ताकि हजुरहरूले सेयर गरेको भिडियोले अरू एउटा नेपाली फस्न लागेको नेपालीलाई अथवा चाहिँ नयाँ जान लागेको नेपालीलाई, उसको श्रमबाट वञ्चित रहेको नेपालीलाई भोलि बचाउन सक्नुहुन्छ। त्यही कारणले गर्दाखेरि सबैभन्दा पहिला हजुरहरूले लाइक, सेयर, कमेन्ट गरिदिनु होला। हस् त, धन्यवाद। धन्यवाद गणेश भाइ। सम्पूर्ण दर्शक श्रोताहरूलाई हाम्रो गणेश भाइले चाहिँ एकदम जनचेतनामूलक कुरोहरू भन्नुभयो। किनभने हेर्नु, सबै नेपालीहरू पैसा कमाउनुको लागि विदेश जान्छन्, पैसा नभएर त्यो विदेश जाँदाखेरि लगानी गर्दा पनि के छ भने 3.5 लाख 4 लाखको रकम जम्मा गरेर आउँछन्। अब त्यो पनि 3-4 लाख पनि ऋण काटेर आउनुपर्ने हुन्छ। त्यो ऋणले ब्याज स्याज गरेर कता पुग्छ, डाँडा काटेको हुन्छ। त्यसैले गर्दा त्यो तिर्न पनि बाँकी र यता अब काम नपाएपछि अझै टेन्सन। त्यसैले गर्दाखेरि हरेक कुरो जानेर बुझेर आउनु हुन अनुरोध छ। अनि उहाँले भन्नुभयो कि मेन पावरलाई एकदम अनलाइन मार्फत पैसा दिनु होला, या त कुनै मान्छेको लेखापढीको साथमा त्यो ह्यान्ड टु ह्यान्ड दियो भने त्यो कसले दियो के दियो केही रेकर्ड रहँदैन। त्यसैले हरेक उसलाई मेन पावरलाई दिएको पैसाहरू रसिद रिसिप्ट लिएर मात्र कारोबार गर्नु हुन अनुरोध छ भनेर हाम्रो गणेश भाइले भनिसक्नु भएको छ। अरू त हामी फेरि कुनै समय अर्को एपिसोडमा फेरि हामी आउनेछौँ। मेरो च्यानलमा भाइहरू पनि आइदिनु भयो र अझै स्वभाव बढाइदिनु भयो। यो जनचेतना चाहिँ हामी प्रत्येक नेपालीमा, प्रत्येक नेपाली जनता 3 करोड जनतामा चाहिँ पुर्याउनेछौँ र हामी जनचेतना दिनेछौँ भन्दै आज हामी
बिदा लिन चाहन्छौँ। हस् त धन्यवाद भाइहरूलाई, धन्यवाद। हजुर धन्यवाद, थ्याङ्क यू भेरी मच।